हेलो एभ्रिवान, के छ सन्चै हुनुहुन्छ? आज हामी चाहिँ पहिलो स्ट्याटिक च्याप्टरबाट स्टार्ट गरौँ त है। स्ट्याटिक च्याप्टरमा हामीले सबभन्दा पहिला एक दुईवटा फर्मुलाहरू हेरौँ त के छ। स्टार्ट गर्नुभन्दा पहिला है हामी के हो इन्टर क्वार्टरल रेन्ज होइन, क्वार्टरल डिभिजन होइन, कोएफिसिएन्ट अफ क्वार्टरल डिभिजनको फर्मुलाहरू के हुन्छ त त्योहरू हामी पहिला बुझौँ है। ल अनि सबभन्दा पहिला हामी के बुझ्छौँ त, हेरिराखेको छ क्वार्टरल डिभिजन है। क्वार्टरल डिभिजन भातमा हामी यसलाई सर्टमा के भन्छ त क्युडी पनि भन्छ है, क्यू डट डी है। अब यसको इन्टर क्वार्टरल रेन्जको फर्मुला के हुन्छ त है। इन्टर क्वार्टरल रेन्जको फर्मुला के हुन्छ हेरौँ त, INTER QUARTIL इन्टर क्वार्टरल रेन्ज। इन्टर क्वार्टरल रेन्जको फर्मुला Q3 माइनस Q1 हुन्छ है। अब Q3 भनेको के हो, Q1 भनेको के हो त्यो हामीले बुझ्नुपर्छ। ल वेयर Q1 Q3 है। ल यसलाई हामी के भन्छौँ त, Q1लाई हामी के भन्छौँ, लोवर क्वार्टरल भन्छौँ है। के भन्छौँ त, लोवर क्वार्टरल। के भन्ने, लोवर QUARTILE क्वार्टरल। Q3लाई हामी के भन्छौँ त, अफर, लव अफ। बुझ्यो नि हो सबैजनाले, के बुझ्यो त, Q3लाई PER अफर क्वार्टरल, Q1लाई लोवर र Q3लाई अफर भन्छौँ। लोवरबाट अफरबाट लोवर चाहिँ हामी के गर्छौँ त घटाइदिने। लोवरबाट अफर घटाउँदा जुन रेन्ज आउँछ, जुन भ्यालु आउँछ होइन हो, त्यसलाई हामी के भन्छौँ त इन्टर क्वार्टर रेन्ज भन्छौँ है। अब क्वार्टरल डिभिजन भनेको के हो त, अब इन्टर क्वार्टरल रेन्जमा चाहिँ हामीले के गर्छौँ त 2ले डिभाइड गर्यो। 2ले डिभाइड गर्दाखेरि के हुन्छ त इन्टर क्वार्टर 2ले डिभाइड गर्दा के हुन्छ त क्वार्टरल डिभिजन भन्छ। हामीले क्वार्टरलाई के गर्छौँ त इन्टर क्वार्टरल रेन्जलाई डिभाइड गरेपछि 2ले के हुन्छ त क्वार्टरल डिभिजन, जसलाई हामी के भन्छौँ सिमी इन्टर क्वार्टर रेन्ज पनि भन्छौँ, क्वार्टरल डिभिजन पनि भन्छौँ र हाफ अफ क्वार्टरल रेन्ज पनि भन्छौँ है। हाफ अफ क्वार्टरल रेन्ज, हाफ अफ क्वार्टरल रेन्जलाई हामी के भन्छ त HAL half of the INTER इन्टर RTILE क्वार्टरल रेन्ज। हाफ अफ द इन्टर क्वार्टर रेन्ज भनेको के हो, इन्टर क्वार्टर रेन्जको हाफ भनेको आधी है। आधी गर्दाखेरि यसलाई हामी के भन्छौँ त सेमी इन्टर क्वार्टरल रेन्ज पनि भन्छौँ, सर्टमा भन्यो है। अब लेख्दाखेरि हामीले के लेख्छौँ त SEMI सेमी INTER QUARTILE क्वार्टरल रेन्ज लेख्यो होइन। यसलाई हामी के भन्छौँ त क्वार्टरल ओर के भन्छ त QUARTILE क्वार्टरल DEVIATION डिभिजन पनि भन्छौँ, सर्टमा हामी QD भन्छौँ है। ल अब क्युडीको यसको फर्मुला के हुन्छ त, के भनेको छ त हेर्नुहोस् त, हाफ अफ इन्टर क्वार्टर रेन्ज। अब जुन इन्टर क्वार्टर रेन्ज छ त्यसलाई हामी के गर्छौँ त हाफ गर्छौँ, आधी गर्छौँ के 2ले डिभाइड गर्ने है। अब के थियो त इन्टर क्वार्टर रेन्जको फर्मुला के छ त Q3 माइनस Q1 भनेको के हो, अफर क्वार्टरलबाट के हुन्छ लोवर क्वार्टर माइनस गरेर 2ले डिभाइड गर्ने होइन र हो। अफर क्वार्टर भनेको Q3 माइनस के हो सब्ट्र्याक्ट गर्यो हामीले कतिले, लोवर क्वार्टरले, अनि डिभाइड गर्यो कतिले 2ले। अब यो के भयो त क्वार्टर डिभिजन भयो है, जसलाई हामी के भन्छौँ त सेमी इन्टर क्वार्टर रेन्ज पनि भन्छौँ है। अब कोएफिसिएन्ट अफ क्वार्टर डिभिजन भनेको के हो है, यो हामी बुझौँ त के हो। यसमा अलि
कोएफिसिएन्ट अफ क्वार्टिल क्वार्टल डिभिजन भनेको के हो त? यसको फर्मुला के हुन्छ त? ल जुन इन्टर क्वार्टल रेन्ज हुन्छ नि त्यसमा हामीले के गर्छौँ त? सर्टमा हामी फर्मुला याद गर्ने ट्रिक बुझौँ है। इन्टर क्वार्टर रेन्ज के छ? कोएफिसिएन्ट अफ क्वार्टल डिभिजन भन्यो नि त हो। इन्टर क्वार्टरको के हो? फर्स्टमा इन्टर क्वार्टर लेख Q3 माइनस Q1। अब यो नै सेम लेखो है, Q3 अनि Q1 लेख्दियो। यता माइनस छ भने यता के गर प्लस गरिदियो, यति मात्र फरक छ। बुझ्नुभयो? अब यो त हामीलाई थाहा छ नि त। अब इन्टर क्वार्टर रेन्जको फर्मुला हो। अब इन्टर क्वार्टर रेन्जको फर्मुला थाहा छ, के हुन्छ त? अफर भए त के हुन्छ त? लोअर चाहिँ सब्ट्र्याक्ट हुन्छ होइन र? हो। यो लेखिसकेपछि डिभाइड देऊ बाई गर होइन, अनि सेम लेख क्या, Q3 Q1 लेख। अनि यता के छ त? माइनस छ भने तल के गर्ने? साइन फरक गरिदियो, प्लस गरिदियो। बुझ्नुभयो नि? यही हाम्रो के भयो त? कोएफिसिएन्ट अफ क्वार्टर डिभिजन है। सर्टमा याद गर्ने ट्रिक बुझ्यो है। ल अब यसको एक दुईवटा क्वेसन गरौँ न त, कस्तो हुन्छ त? हेरौँ त। फर्मुला त हामी तीनवटा पढ्यो है। अब एक दुईवटा क्वेसन पनि हेरौँ कस्तो छ। ल क्वेसनहरू लेखौँ है। हामी क्वेसन हेरौँ त कस्तो रहेको छ त? के भनेको छ क्वेसनले? द क्वार्टर डिभिजन अफ द कन्टिन्युअस डाटा इज 50। यसमा के भनेको छ त हाम्रो? ल के पहिला दिएको छ त्यो पहिला लेखो है क्वेसनले। क्वेसन सबैजना सार्नुभयो? ल अब क्वेसनले के दिएको छ त्यो पहिला लेखो है। पहिला के लेख्ने? गिभन। गिभन के छ त? कुनै पनि क्वेसनलाई होइन सोल्भ गर्दाखेरि पहिला हामीले दिएको के छ त्यो पहिला लेखो है। सबभन्दा पहिला के लेख्ने त? गिभन। गिभन के छ त? हामीलाई दिएको डाटाहरू के छ त है? दिएको डाटा के छ त? फर्स्टमा क्वार्टर डिभिजन दिएको छ कति? 50 है। QD, Q भनेको क्वार्टर, D भनेको डिभिजन। QD कति दिएको छ त हाम्रो? 50 दिइसकेको छ। अनि त्यसपछि अर्को के दिएको छ त? फर्स्ट क्वार्टर। फर्स्ट क्वार्टर भनेको के हो रे? Q1 है। Q1 भनेको के हो? फर्स्ट क्वार्टर। कति दिएको छ त? 30। अब निकाल्न के भनेको छ त? फाइन्ड द थर्ड क्वार्टर। Q3 भनेको छ होइन र? थर्ड भनेको छ नि त हो। Q3 भनेको छ कति? निकाल्नलाई हामीले कति भन्छ? वाट। त्यो भनेको छ है। अब यसमा के भनेको छ? क्वार्टर डिभिजन। क्वार्टर डिभिजनको हामीले फर्मुला के पढेको थियो? हेरौँ त अगाडि के छ त? क्वार्टर डिभिजन के छ त? क्वार्टर डिभिजन। क्वार्टर डिभिजनलाई हामी के भन्छौँ? सेमी इन्टर क्वार्टर रेन्ज पनि भन्छौँ र के भन्छौँ? हाल्फ अफ इन्टर क्वार्टर रेन्ज। यसको फर्मुला के पढेको थियो? क्वार्टर डिभिजनको Q3 माइनस Q1/2 है। फर्मुला त अब सबैलाई थाहा हुन्छ किन? यता दिएको पनि छ, कपीमा लेख्दै गर्नुहोस् है। ल अब हामी के गर्ने? बाई युजिङ फर्मुला। फर्मुला के लेख्छौँ त? क्वार्टर डिभिजनको के हुन्छ? Q3 माइनस Q1/2 है। सबैजना लेख्नुहोस् है। अब के दिएको छ त? QD कति दिएको छ? 50। यो दिएको छ? छैन। यसलाई हामीले के गर्छौँ त? लेट गरिहालौँ। लेट Q3 = X मान्ने है। के माने? X। ल X लेखेँ माइनस Q1। Q1 कति छ? 30/2 गरे है। अब हामीले सर्ट ट्रिक अहिले सोल्भ गर्न गइराखेको छौँ क्यालकुलेटरबाट है। अब हेर्नुहोस्, यसलाई हामीले डाइरेक्ट पनि सोल्भ गर्न सक्छौँ। कति? 50 टु जा 100। अनि 50 टु जा 100 अनि यो माइनस छ उता जान्छ के हुन्छ? प्लस। 100 प्लस 30 कति भयो? 130 होइन हो। बट हामीले क्यालकुलेटर ट्रिकबाट सोल्भ गरौँ न त कसरी आउँदो रहेछ है। ल हेरौँ त। सबभन्दा पहिला हामीले के गर्यो? अन गर्यो है। अन गरिसकेपछि अब हेरौँ त यता के छ? 50 छ नि हो। 50 पहिला लेख।
के लेख्ने 50 कति आयो हामीले 50 आयो है। त्यसपछि हाम्रो के छ इक्वल टु छ कि नै हो इक्वल टु लेखो। इक्वल टु कहाँ छ त्यो पहिला क्यालकुलेटरमा हेर्ने। कता छ यता हेर्नुहोस् त यो हाम्रो के हो रातोमा देखेँ कि नै यता हेर्नुहोस् यो इक्वल टु रहेको छ के छ त इक्वल टु यो कस्तो कलर छ कलर म्याच गराउनु के यो जुन कलर छ त्यही कलरको यताको माथिको अल्फा छ नि हो यो चाहिँ हामीले थिच्नुपर्छ क्लिक गर्नुपर्छ है। देख्यो कि नै ल यो के हो अल्फा अनि त्यसो क्याल्क छ नि हो क्याल्क थिच्नु आयो इक्वल टु हो। अब हामीले फेरि यस्तै सेम लेख्ने के हामीले यो कस्तो छ त तल माथि छ नि नोमिनेटर डिनोमिनेटर दुटै आउने गरी छ कि नै यता हो त्यस्तै हामीले यस क्यालकुलेटरमा पनि ल्याउनुपर्छ। अब यो ल्याउनको लागि हामीले के गर्नुपर्छ यता हेर्नुहोस् त यसमा पनि छ नि नोमिनेटर डिनोमिनेटर दुईवटाको हो यो थिच्नुहोस्। थिचेपछि हामी तलमाथि आयो हो। अब यसमा चाहिँ भ्यालु हामी पुट गर्छ जुन यता छ यता हेर्नुहोस् त यता के लिएको छ यक्स हामीले लेट गरेको थियो हो यक्स। अब यसमा कसरी ल्याउने यता हेर्नुहोस् त क्यालकुलेटरमा कतै छ त यक्स छ कहाँ छ यता हेर्नुहोस् छ कि नै यो यक्स हो यो यक्स कस्तो कलरको छ त अल्फा जस्तो छ कि नै यता यता लेखेको कलर हेर्नु त यो कलर छ नि त्यसले यसलाई हामीले क्लिक गरेँ अनि त्यसपछि यता क्लिक गरेपछि हाम्रो कति आयो यक्स आयो हो। अब के गर्ने हामीले माइनस गर्ने यता माइनस छ होइन त्यसले हामीले के गर्यो माइनस गर्यो। अब कति गर्ने छ यो कति हो 30 त्यसैले 30 गरेपछि हाम्रो आयो एक्स माइनस 30 डिभाइडेड बाई गरेपछि हामीले के गर्नुपर्छ यता यो छ नि यसलाई क्लिक गरेपछि तल आयो यो हो। अब के गर्ने यता कति छ 2 छ हामीले 2। अब हेर्नुहोस् त सेम भयो कि नै ए देखाइराखेको छ यता हेर्नुहोस् यो सेम भयो कि नै सेम यो जस्तै भयो नि 50 इक्वल टु एक्स माइनस 30/2 है। अब म अर्कोचोटि हेराउँदैन है यो हेरिहाल्नु छ नि। अब यसलाई के गर्नुपर्छ हामीले सोल्भ गर्नुपर्छ। सोल्भ कता लेखेको छ हेर्नुहोस् त यता लेखेको छ हो यो कुन कलरमा छ सोल्भ सिफ्टमा छ नि सिफ्टको माथि हेर्नुहोस् त यो सिफ्ट लेखेको हो सेम कलर छ नि हो। त्यसैले यता के गर्ने सिफ्ट गर्ने त्यसपछि क्याल्क थिचेपछि हामीले के गर्छौँ त यो इक्वल टु गर्छौँ। इक्वल टु गरेपछि हाम्रो कति आयो एक्सको भ्यालु आयो कति आयो 130 आयो नि हो। अब एक्सको भ्यालु कति आयो 130 यही भ्यालु हाम्रो के हो क्यू यता के गर्यो एक्स इक्वल टु कति Q3 गरेको थियो त्यसैले दज हामीले के गर्यो Q3 इक्वल टु एक्स इक्वल टु हाम्रो कति भयो 130 यही हाम्रो के भयो Q3 थर्ड क्वार्टरल है। यसलाई नै हामीले कस्तो गर्थ्यो त यसलाई डाइरेक्ट सोल्भ गर्दाखेरि कस्तो आउँथ्यो त यो त क्यालकुलेटर थ्रु गयो होइन डाइरेक्ट सोल्भ गर्दा पनि हुन्थ्यो नि त हो हुन्थ्यो हेरौँ त कस्तो गरी हुन्थ्यो यसलाई र यसलाई मल्टिप्लाई गर्न सकिन्थ्यो 52 जा कति आउँछ 100 हुन्छ कि नै। अब इक्वल टु यो बच्छ नि बाँकीको भाग कति बच्यो यति कि नै यो बुझ्नुभयो कि नै यो त कस्तो भयो 50 × 2 इक्वल टु कति आयो एक्स माइनस 30 यो र यो मल्टिप्लाई जान्छ नि हो बुझ्नुभयो। अब कति आउँछ त यसलाई नै सोल्भ गर्नुहोस् त 100 यो माइनस छ उतापट्टि लगेकै भयो प्लस कति आयो 30 इक्वल टु एक्स है यो 30 हो है। अब कति भयो 100 + 30 कति भयो 130 एक्स यही भ्यालु हामीले क्यालकुलेटरबाट सोल्भ गरेँ त अहिले सेम आयो नि हो। अब क्यालकुलेटरबाट के हुन्छ यसले हामीलाई फास्ट गराउँछ क्या सोल्भ गर्नलाई इक्जाममा के हुन्छ सजिलो हुन्छ क्यालकुलेटरबाट सिक्यो भने है। ल यो बुझ्नुभयो यो हाम्रो त्यो एउटा सिम्पल एउटा क्वेसन हामीले अहिले सोल्भ गऱ्यो है। अब अर्को पनि क्वेसन हेरौँ न त एउटा सेम जस्तै है ल है हाम्रो अर्को क्वेसन हेरौँ त के भनेको छ त द कोफिसिएन्ट अफ क्वार्टरल डिभिजन अफ अ ग्रुप डाटा इज यति भनेको छ 0.25 भनेको छ है। यसमा के दिएको छ त कोफिसिएन्ट अफ क्वार्टरल डिभिजन दिएको छ यता हेर्नुहोस् भनेको छ कि क्वेसनले कोफिसिएन्ट अफ क्वार्टरल डिभिजन भनेको कि छ कि नै हो। त्यस्तै यता दिएको गिभेन के छ मैले पहिला नै भनेको थिएँ के फर्स्ट क्वेसनमा पनि गिभेन लेख्ने सबभन्दा पहिला के क्वेसनले दिएको डाटाहरू के छ त्यो चाहिँ हामीले के गर्छौँ त लेख्ने कोसिस गर्छौँ है। पहिला दिएको डाटा के रहेको छ त्यो चाहिँ हामीले लेखौँ त के छ त गिभेन के छ सोलुसनमा सोल्भ गर्दाखेरि के छ त गिभेन के छ त हाम्रो
कोफिसिएन्ट अफ के छ त क्वार्टरल डिभिजन के दिएको छ कति 0.25 दिएको छ होइन र हो। अब हामीले एउटा अझै दिएको छ के छ त अप्पर क्वार्टर पनि दिएको छ। अप्पर क्वार्टर भनेको के हो भन्नुहोस् त अप्पर र लोवर हुन्छ नि हो। अप्पर क्वार्टर भनेको के छ त Q3 Q1 के भयो अनि Q2 के हो त हेर्नुहोस् त यो अप्पर भइहाल्यो यो लोवर भइहाल्यो यो के हो भन्नुहोस् त Q2 के हो 1 2 3 होइन 1 2 3 आउँछ नि हो। के आउँछ त 1 2 3 यसको बिचमा पर्यो नि 1 र 3 को बिचमा के आउँछ 2 है। यसले हामीले छाड्दा पनि हुन्छ नत्र म यसलाई के गर्छु सेमी भन्छु के यसलाई मैले भन्छु के हो Q2 भनेको सेमी भनेको के हो यो दुईवटाको हाफ बिचमा पर्छ के त्यस्तो पनि भन्न सक्छौ र मिड पनि भन्न सक्छौ के। यसले Q2 लाई छाड्यो है ल यो दुईवटाको भयो नि यो दुईवटाको अहिले मात्र कुरा गरौँ Q1 र Q3 को है। यसमा कोफिसिएन्ट अफ क्वार्टर डिभिजनको हामीले फर्मुला पढेको थियो नि यता हेर त यता के पढेको छ यता छ नि के भनेको थियो इन्टर क्वार्टर रेन्ज पहिला दिएको के छ त अफर पनि दिएको छ। अफर भनेको के हो Q3 हो नि त हो कति छ त दिएको 75 है। अब के भनेको छ लोवर क्वार्टर कति हुन्छ त लोवर क्वार्टर भनेको के हो Q1 हो कि नै हो। यसलाई के कति हुन्छ त अब के गर्ने न हामीले बाई युजिङ फर्मुला यता लेखिहाल्छौँ है। यो अब भन्नु पर्दैन मलाई यता लेखेको थियो नि जस्तै यता हो त्यस्तै लेख्ने है। अब यसलाई सल्भ गरौँ त अब कति लेख्ने Q1 इक्वल टु कति लेख्ने या पहिला फर्मुला लेखौँ है के छ त पहिला लेट गरौँ त लेट हामीले के गर्नुपर्छ Q1 लाई हामीले x मान्छौँ है। अब के गर्छु त फर्मुला लेख्दाखेरि कोफिसिएन्ट अफ क्वार्टरल डिभिजन लेख्दाखेरि हाम्रो के हुन्छ त इन्टर क्वार्टर रेन्ज है। इन्टर क्वार्टरल रेन्ज के हुन्छ त Q3 माइनस Q1 हुन्छ कि नै हो। अब के गर्ने डिभाइडेड के गर्ने हामीले यो सेम लेख्ने Q3 Q1 सेम लेख्ने यता के छ माइनस तल के हुन्छ प्लस है। यही भइहाल्यो कि हाम्रो कोफिसिएन्ट अफ क्वार्टर डिभिजन यो सर्टमा हामीले बुझ्नको लागि है ल। अब यसमा भ्यालुहरू पुट गरिदियो भ्यालु कति हामी राख्ने त यसको भ्यालु कति छ त 0.25 छ है 0. कति हो 25। अब Q3 को भ्यालु कति हो 75 Q1 को कति हो हामीले के गर्यो त x मानेको छौँ नि त्यसले माइनस x बाई कति हो 75 प्लस x। अब यो पुट गर्न आउँछ कि नै क्यालकुलेटरमा या डाइरेक्ट सोल्भ गर्न पनि सक्नुहुन्छ या क्यालकुलेटरमा पनि पुट गर्नुहुन्छ है। मैले क्यालकुलेटरबाट अहिले जान्छु है। अब हेर्नु त कति छ त 0.25 है यति मैले लेखेँ। अब त्यसपछि इक्वल टु छ इक्वल टुको लागि अब त भन्नु पर्दैन नि के गरेको इक्वल टुको लागि अल्फा त्यसपछि यता के गरेँ सोल्भ गरेँ अनि त्यसपछि इक्वल टु आयो होइन। अब त्यसपछि हामीले यो दुईवटा डोमिनेटर डिनोमिनेटर ल्याउनको लागि यो थिच्छौँ होइन यता छँदै हेर्नुहुन्छ नि हो देख्नुभएको हो ल। अब यो गरे अब कति हो 75 है। अब माइनस अब कति हो x ल्याउनको लागि हामीले कति यता हेर्नुहोस् यो रातो कलरमा छ रातो हो अल्फा अनि त्यसपछि यता x थिच है x आयो त्यसपछि यो तल लगे त्यसपछि के गरेँ फेरि 75 है त्यसपछि फेरि प्लस त्यसपछि के गरेँ x सरी देखेन ल फेरि के गरेँ अब x ल्याउनको लागि के गरेँ अल्फा त्यसपछि यता हेर्नुहोस् यो चाहिँ यो बटमलाई थिच्नु यो ल्याएपछि x आयो। अब सोल्भ गर्नको लागि के गर्नुपर्छ यो सेफ्ट यहाँ त क्याल्क छ नि हो क्याल्कलाई थिच्नुहोस् के आयो इक्वल टु गर्नुहोस् इक्वल टु गरेपछि के आयो 45 हो। x को भ्यालु हाम्रो कति आयो 45। यसलाई मैले डाइरेक्ट क्यालकुलेटरबाट गरेँ तपाईँहरू अब यसलाई सोल्भ गर्नुहोस् है ल। x को भ्यालु कति आयो 45 त्यसैले हाम्रो Q1 कति भयो 10 हाम्रो के भयो Q1 45 Q1 भनेको के हो लोवर क्वार्टरल के हो यसलाई हामी के भन्छौँ लोवर क्वार्टरल भ्यालु आयो यो चाहिँ हाम्रो एन्सर है ल। अब चाहिँ यो फर्स्ट क्वेसनहरू दुईवटा क्वेसन थियो फर्स्ट र सेकेन्ड मैले एक दुईवटा
चेन्ज गरेर दिइराखेको छु, तपाईँहरू गर्नुहोस् त। ल फर्स्टमा मैले यसलाई के गरेँ, ल यसको सट्टामा 50 को सट्टामा तपाईँहरू के राख्नुहोस्, यसको सट्टामा 45 राख्नुहोस्। अनि यसलाई 30 को सट्टामा कति राख्नुहोस्, 15 राख्नुहोस्। ल यो चेन्ज गरेर भ्यालु चेन्ज गरेर यो क्वेसन सल्भ गर्नुहोस् त कति आउँदो रहेछ, ट्राई गर्नुहोस् तपाईँहरू। अनि यसलाई यता पनि है 2-3वटा भ्यालु चेन्ज गरेर चाहिँ सल्भ गर्नु प्र्याक्टिस हुन्छ होइन। यसलाई पनि गर्नुहोस् नि, यो क्वेसनलाई पनि कति यता 0.25 छ नि हो, यसलाई के गर्नुहोस् 0.3 राखेर सल्भ गर्नुहोस्। अनि यसलाई 75 को सट्टामा 60 राखेर सल्भ गर्नुहोस् त कति आउँदो रहेछ। यो चाहिँ तपाईँहरू प्र्याक्टिस गर्नुहोस् है दुईवटा। ल अब म पुनः चाहिँ अर्को न्युमेरिकल तपाईँहरूलाई लिएर आउनेछु। यो चाहिँ भिडियो अलि लामो नै भयो है, धन्यवाद।